It's the motherfucking. Oh, friendly. Oh. It's a lot of skin, sir. माछा यहाँ लड्नु भएको छ जलपरी चर्चित धरानको माछा जलपरी उहाँ चाहिँ यहाँ चाहिँ पानी नभए पनि उहाँ चाहिँ पौडी खेलिदिनुहुन्छ हामी अब घर जान्छौँ ल रमाइलो लाग्यो क्या यहाँ आएर चत्रा हजुर ब्लगर हजुर सुन्नु न यो चस्मा मलाई कस्तो देखिरहेको छ हेलो एभ्रीवान वेलकम टु माई न्यू ब्लग आज चाहिँ हामी फेरि पनि जाँदैछौँ डुल्न र साथी छ यहाँ अनि अर्को अटोवाला साथी पनि छ यहाँ अनि हामी तिनजना जाँदैछौँ त्यहाँ चाहिँ हाम्रो भाइहरू छ भाइहरूलाई भेट्छु म होइन अनि फेरि स्केट खेल्न जान्छौँ हामी स्केटिङ खेल्न जाँदैछौँ होइन रमाइलो गर्नको लागि साथीभाइसँग साथीहरू सुपरम्यान आइसक्यो रमाइलो गर्नको लागि जाँदैछौँ स्केटिङ खेल्न र हाम्रो धरानमा छ त्यो चाहिँ होइन अब तपाईँहरू पनि खेल्न आउनु सक्नुहुन्छ म तपाईँहरूलाई टिकट किनिदिनु सक्छु तर तपाईँहरूले पैसा दिनु पर्यो मलाई सुरुमा होइन अहिले चाहिँ हामी रेलवे आइसक्यौँ र रेलवेबाट अब भान्चोक जाने हो भान्चोकबाट त्यहाँ स्केटिङ पार्क छ स्केटिङ पार्कमा खेल्नुपर्ने हुन्छ अनि साथीभाइहरू तपाईँहरूले 700 चाहिँ दिनुपर्ने हुन्छ दिनु भएन भने चाकमा हान्छु कस्तो हुन्छ भने नि त्यहाँ गएर चाहिँ अस्ति पनि ओपर लडेँ अनि फेरि यहाँ भाइहरूले बोलायो कल गरेर होइन अनि भाइले बोलाए जस्तो आउनै पर्यो क्या दाइ भएपछि त सालो भएपछि त भेना त आउनै परेको होइन साथीहरू अहिले चाहिँ हामी बुद्ध चोक आइसक्यौँ देख्न सक्नुहुन्छ खतरनाक छ हाम्रो बुद्ध चोक चट्ट चारैतिर बाटो भएको ठाउँ साथी चाहिँ अब काममा जान्छ हामी चाहिँ एकछिन ब्याक स्केटिङ खेल्नु पर्ने हुन्छ होइन म नआएको म आइन क्या आज अप्रिल फुल्यो आज अप्रिल फुल्यो क्या साथीहरू मान्छे भाइलाई भेट्छ क्या होइन यहीँ बसिरहेको अप्रिल फुल्यो नि त दिदीले कल गरिरहेको थियो कहाँ अनि भाइसँग छु यता धरान आएको छु भाइसँग खेल्दैछ केटाहरू आज एप्रिल फुलेर चाहिँ मलाई गीत हानिदिएर भाइले हो केटाहरूले साथीहरू फेरि पनि आइसकेँ म स्केटिङ पार्कमा र हामी चाहिँ खेल्दैछु मैले होइन अब अलिअलि त सिकिसकेँ मैले पहिलाको भन्दा अस्तिको भन्दा धेरै नै होइन रनमा थियो मलाई तर्साइदियो क्या भाइलाई सिकाइदिनु न आउँदैन क्या उहाँहरूको उभिरहेको उयो हिँड्दैछ नि भाइलाई सिकाइदिनु न ओइ भेटो Hey, पुच्चे साथी के हो उदास यस्तो हौ खेल्न त पनि आएर मलाई ब्रेक आउँदैन देख्नु सक्नुहुन्छ मेरो भाइलाई चाहिँ त्यहाँ सिकाउँदै हुन्छ एउटा छोरी मान्छेले यहीँ केही सिस्टरले सिकाउँदै हुन्छ यहाँ देख्नु सक्नुहुन्छ ल भाइ दुःख यस्ता साथीहरू 5 चोटि लडिसके
यो भाइ आऊ खेल्न त त्यति आउँदैन कि दुईचोटि भइसक्यो दुईचोटिमा अलिक पर्फेक्ट भइसक्यो घुमाइ ए भाइ कस्तो लागिरहेछ एकदम ल यहाँ सिकाउँदै हुन्छ हजुर भ्लग बनाइरहेको छु नि फेरि कस्तो पछाडि जाएर हजुर चिसो कि चिसो दिन अरे जस रमाइलो हुँदैछ क्या यहाँ आएको छ मलाई यस्तो टर्निङ चाहिँ हान्न आउँदैन नभए त उपर कुदिन्छु म पनि बिस्तारै साथीभाइहरू कस्तो मजा आउँछ यार नयाँमा त मजा आउँछ यहाँ भाइलाई देख्नु सक्नुहुन्छ ल लडिदिउँ ल सरसफाइ सुरु हुँदैछ यहाँ चाहिँ उहाँलाई थाहा छैन तर मैले त्यहाँबाट भिडियो गरिरहेको छु मेरो साथी पनि आइसक्यो अनि साथीले पनि यहाँ खेल्न आइरहेको छ हुन्छ 1 घन्टा आधी घन्टा जे गर त्यस गर भाइ मलाई थाहा छैन ओ साथी लड्यो Never give up. Never give up. Never give up. होस् अब तिमी लड्छौ मलाई थाहा भएकै कुरा हो सरी लड्यो भने म जान्दिनँ ओ म सिकेँ यार फर्स्ट टाइम हो बा कस्तो यार उठाउँ ला यार एम्बुलेन्स ल्या पचाइदिनु भयो उता पनि म पनि पचाइदिन्छु ब्रेक दिनु वाउ स्टार्ट हो हजुर के हो नाम दिप्सन श्रेष्ठ अस्ति मेरो कन आएको थिएँ अनि अलिक सिक्यो 1 घन्टा उयो फुचियारले सिकाएको मलाई सानो फुचियारले भन्ने यति पनि आयो हजुर तपाईँको बनाइदिनु न पर्दैन ठिक छ लडेर सिकिन्छ हाम्रो स्केट पार्कको दिदी स्टाफ हाम्रो अर्को स्टाफ दाइ चाहिँ हाम्रो यता हाम्रो काउन्टर छ यहाँ हो दाइ स्किल कला अनि हाम्रो स्केट पार्कको स्टाफहरू यस्तो मिहिनेत गर्नुहुन्छ हाम्रो यहाँ स्केटर दिदी ओहो झन्डै यहाँ हाम्रो अर्को दाइ खेल्दै हुनुहुन्छ धरानी स्केट पार्क लोकेसन भान्चोकभन्दा अलिकति माथि नोबेल ब्याङ्कको अपोजिट
सिक्दै हुनुहुन्छ। ओहो लडेरै सिकिन्छ, लड्नै पर्छ। ठिक छ ओहो आउट अफ कन्ट्रोल। ठिक छ उठ्नुहोस् सिक्दै हुनुहुन्छ। ओहो टाइम सक्यो अरे यता दिदीले भन्नुभएको। ओहो नो हाम्रो यहाँ अर्को प्रो स्केटर दिदी। सिक्दै हुनुहुन्छ यहाँ। ओहो ये तो सीधे नहीं चढ़ेंगे। आउँदै हुन्छ। आउनु होला धरान स्केट पार्कमा सबैजना। 1 घन्टाको 200 रुपियाँ, 2 घन्टाको 400। आउनुहोस् होला यहाँ सबैजना फ्रेन्डली। ओहो ओ लड्नु भयो। नै झुकेका ला उहाँ लड्नु भएको छ। ओहो एउटा कल्ला भयो पनि एउटा। ओ शुक्रबार र शनिबार चाहिँ यहाँ प्याक हुन्छ। अलिक टाइम मिलाएर आउनु होला। कोही कोही बेला जुत्तै नपाउनु सकिन्छ। भाइ लड्नुपर्छ। उहाँसँगको सम्पर्क गर्नु होला। फर्स्ट टाइम आउनु भएको छ भने टेन्सन नलिने, सिकाइदिनुहुन्छ हाम्रो स्टाफहरूले। यहाँ के छैन, फर्स्ट टाइम आउनुहुन्छ भने यहाँ हाम्रो दिदीलाई कन्ट्याक्ट गर्ने सिकाइदिनुहुन्छ। हाम्रो यता दाइ आउँदै हुनुहुन्छ। ठिक छ हाम्रो यहाँ दिदी तपाईँको परिचय पाम। ओहो हाम्रो यहाँ काउन्टरमा यहाँ दिदी हुनुहुन्छ। दिदी परिचय पाम। यता आइदिनु होला। यता कता जानुभयो? सानो भाइहरू पनि छ। ओहो खानेकुरा खाँदै खेलिदिन्छ। यस्तो खतराहरू छ। अनि तपाईँहरू प्लास्टिकहरू युज गरिसकेर यहाँ डस्टबिनमा फालिदिनु होला। यहाँ डस्टबिन राखिदिनु भएको छ। डस्टबिनमा यहाँ प्लास्टिक युज गरेर पानीको बोतलहरू। यहाँ दाइलाई पनि स्वागत छ भ्लगमा। यहाँ दिदी सिक्दै हुनुहुन्छ। एकदम राम्ररी हुनुहुन्छ। ओ
यतापट्टि तपाईँले खाजा पनि पाउन सक्नुहुन्छ। यहाँ टप धरान स्केट पार्क। हो यहाँ बहिनी पनि हाम्रो प्रो स्केटरहरू यहाँ हुनुहुन्छ। भाइ पनि हाम्रो दिदी प्रो स्केटर। सिस्टर प्लिज साइड। एक्सिडेन्ट यहाँ के भइरहेको छ? यहाँ माछा मार्नु भइरहेको छ। आमा कति ठुलो माछा! माछा मरेछ साथीभाइहरू। म पनि स्टन्ट देखाइदिउँ। माछा फेरि माछा यहाँ लड्नु भएको छ। जलपरी मर्मेड। मर्मेडलाई किन यहाँ लडाएको? मर्मेड यहाँ लड्नु भइरहेको छ। स्टन्ट देखाउनु। स्टन्ट बाई मिस्टेक। जलपरी यहाँ माछा। 2 जना माछा। मैले तपाईँहरूलाई यहाँ जलपरी देखाउन चाहिरहेको छु। उहाँ देख्दै हुन्छ। जलपरी सिस्टर हाई गरिदिनु न। हाई चाहिँ गरिदिनु न। सकियो भने पुरै सकियो नि हौ। उहाँ मेरो भ्लग गरिदिँदै हुन्छ होइन। हजुर नयाँ भ्लगर हो? हजुर भ्लगर हो? दिप्सन श्रेष्ठ हो? बिग फ्यान दाइ, बिग फ्यान। ओ भाइ साहब यो चाहिँ मेरो साथी। यसले कति माछा पारिसक्यो। माछा खाम न ओए। यसले माछा मारेको छ होइन साथीभाइहरू। अनि माछा अहिले घरमा गएर खानुपर्छ। हाम्रो आन्टी सिकाउँदै हुन्छ यहाँ दिदीले। फ्रेन्डै हुनुहुन्छ। त हाम्रो आफ्नै छुट्टै। ओहो फेरि ओ माई गड। फेरि कला देखायो हामी। यता पनि बिहान चाहिँ सिन हुँदैछ यहाँ। मलाई त कता देखेको जस्तो लाग्यो। हजुर भ्लगर हो। हजुर बिग फ्यान। थ्याङ्क यू। ओहो यस्तो खतरा छन् हाम्रो स्केट पार्कमा। हाम्रो यहाँ मैले भर्खर के सुन्न पाएँ भन्दा यहाँ हाम्रो स्केट पार्कको जोडी ठिकै छ। उहाँलाई पनि भाइरल बनाइदिउँ। उहाँहरू सँगै सिक्नुहुन्छ। के गर्नु? हाम्रो यहाँ ट्राफिक दिदी मानेको मान्नु पर्यो यहाँ ट्राफिक दिदी। लु यहाँ स्टन्ट देखाउनु भएको रहेछ। बुनु कला देखाउ न। ओ थक लाइभ। बुनु यो चस्मा तिमीले लाउनु पर्ने हुन्छ। यो चाहिँ लगाइदेऊ नि। यो लाउनु। यो लाएर हिँड न। तँ लाएर हिँड न। कस्तो दाम देखिन्छ क्या। जाऊ त माग। जाऊ न मागेर आऊ न ब्रदर। तँ चस्मा उसलाई देऊ न। चस्मा क्या? चस्मा देऊ न। थक लाइभ चस्मा क्या? एकैछिन। लौ लगाएर स्टन्ट देखाउ त। खतरा कला देखाउनु। कला उहाँको। ल जाऊ स्टन्ट देखाउ। लु मलाई देखाइदिउ। खतरा। यो बुनुको खतरा छ क्या। चस्मा क्या? सुन्नु न यो चस्माले मलाई कस्तो देखिरहेको छ।
थपलाइट चस्मा लाउँदा चाहिँ अलिक फिले अर्कै हुँदो रहेछ होइन। यो चस्माले मलाई कस्तो सुहाएको छ यो चस्माले। ट्याबे त देखेको छैन नि 100%। यो चस्मा दिनु न मलाई जोइन टाइम मलाई भेटाइदेऊ त। सातै लग्यो यार, मुटु त माथि पुगेर आयो नि त। तपाईँ स्ट्यान्ड देखाउनु न, स्ट्यान्ड देखाउनु न। के हो सातै लग्छ त। यहाँ मेरो साथी लडिरहेको छ, माछा मारिरहेको छ। हामीले चाहिँ कम्तीमा पनि 4टा माछा भेटिसक्यौँ। हजुर हुन्छ निक्लेको हँसाएको भन्दैन, जोक गरेको। हजुर हजुर हो धरानको माछा जलपरी। उहाँ चाहिँ यहाँ चाहिँ पानी नभए पनि उहाँ चाहिँ पौडी खेलिदिनुहुन्छ। प्लिज प्लास्टिकहरू चाहिँ डस्टबिनमा हालिदिनु होला, यताउता नफालिदिनु। प्लास्टिकको बोतल बोतल। उहाँ चाहिँ अलिक व्यस्त हुन्छ काममा, काम गरिराख्नु भएको चाहिँ यति राम्रो काम गर्नुहुन्छ, कसैले पनि गर्न सक्छ। अब के डराउनै पर्यो। यहाँ त तपाईँले मायाले हान्नु यस्तो प्लिज यस्तो दुःख नदिनु होला, यस्तो डस्टबिनमा हालिदिनु होला यो पनिको बोतलहरू। घरमा मात्र खिचा गर्छु, अरूतिर खिचा गर्दिनँ। यता घरमा मात्र खिचा गर्नु पाएँ, यहीँ छ सालो यहीँ छ। मलाई बालदेखि धरान स्केट पार्क सबै छिर्नुहुन्छ सिधै नोबेल ब्याङ्कदेखि अपोजिट ढक्क पारामा। यता आउनुहुन्छ तपाईँ, यता आएर नि। अनि ए दिदी यता आउनु छ, यता यी काउन्टरतिर जानुहुन्छ। काउन्टरमा गएर एउटा यहाँ टिकटक बनाउँदै गरेको देख्नुहुन्छ। अनि यहाँ 1 घन्टाको 200। अनि तपाईँको केही हराएमा यहाँ CCTV चेक गर्नुपर्ने हुन्छ। बेइज्जत गरेको होइन, प्रमोसन गरिदिएको। 1 घन्टाको 200, 2 घन्टाको 400। अनि यता ओके ओके ल, यस्तो नामसाम देख्नुहुन्छ। अनि यता जानुपर्छ, यता गएर अन्त टिकट दिनुहुन्छ। टिकट यहाँ हाम्रो दाइले दिनुहुन्छ। यहाँ गएर ओहो लिम्बुनी यता अनि टिकट दिएर यहाँ जुत्ता छानी घर लग्नु चाहिँ पाउनु हुँदैन यहाँ चाहिँ। अनि यता आउनुहुन्छ। अनि यहाँदेखि सुर खेल्नु पर्यो। हजुर हाम्रो यहाँ बिहाइन्ड द सिन हुँदैछ कता पारामा। मन बनाइदिनु न त्यसरी। मैले चाहिँ फर्स्ट टाइम पकडेको, कस्तो आउँदैछ एङ्गल। भाइ 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 खेल्न आउँदैन भने चाहिँ अलिकति नमजा लाग्छ, खेल्न आएपछि चाहिँ मजा लाग्छ तपाईँलाई। सुरुमा लड्नुहुन्छ, लडेरै सिकिन्छ। म नि धेरैचोटि लडेर सिकेको यत्तिको। भाइ पनि यहाँ खेल्दैछ। तिमी अलिक यति ह्यान्डसम रहेछौ, यति ह्यान्डसम रहेछौ कि मैले बयानै गर्न सकिनँ। ए भाइ अनलाइन पनि गर्नु सक्नुहुन्छ। ओहो सिकाउनुहुन्छ हाम्रो यहाँ दिदीहरूले सिकाउनु। ओहो ओ यो यहाँ दिदीलाई भोक लाग्यो अरे। यहाँ हाम्रो दाइ ओ माइ गड। ओ नो हाम्रो यहाँ पारु हाम्रो सुम्नीमा, सुम्नी र पारु ओ माई गड।
सरी गाइस भ्लगमा चाहिँ आएन यता हाम्रो काउन्टर छोडी यता आउनु भएको छ उहाँ मान्छेहरू आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ प्लिज काउन्टरमा जानु होला दिदी थक लाइफ ओ फ्रेन्डली यहाँ धेरै नै घाइते हुनुभयो जस्तो छ दाइले डान्स मिठो गर्नुहुने रहेछ ओहो किन एक्लै बस्नु भएको भन्ने गुनासो छ ओ माई गड दिदीलाई देख्न साथ सबैजना यसरी यहाँ भाइ ओ मोटो भाइ के हो थकलाइफ चस्मा लाएर लड्नु पर्छ नि हो हिँडे खेल्दिनँ भन्दै थियो होइन हो खेल्दिनँ भनेको त मजा आयो अब डेली आउँछ होला यो त यार तपाईँको नाम चाहिँ के हो तपाईँको नाम क्या हजुर हामी अब घर जान्छौँ ल रमाइलो लाग्यो क्या यहाँ आएर चतरादेखि आउनु भएको छ हजुर सबैको लागि सबैजना आइदिनु होला यहाँ यस्तरी नगरेर म मर्छु यार ल साथीभाइहरू अब चाहिँ हामी स्केटिङ पार्कबाट निस्किने प्लान गरिसक्यौँ अनि हामीले चाहिँ जुत्ता लगाइसक्यौँ आफ्नै जुत्ता होइन अनि यहाँ ब्रदर के छ नाम चाहिँ हजुर दिपसन श्रेष्ठ छ अनि यो मेरो भाइ हो होइन उयो पनि मेरो भाइ हो ओपर मलाई सिकाउनेहरू चाहिँ यही भाइहरू हो क्या यही भाइहरू हो अनि एउटा जलपरी हुनुहुन्थ्यो यहाँ उहाँ चाहिँ कस्तो लडिराख्नुहुन्थ्यो होइन अनि उहाँ चाहिँ ऊ लजाएर उता जानु भइरहेको छ बाई ल बाई गरिदिउँ ल सिस्टर बाई भ्लगमा आउँछ ल ल को अर्को साथी को अर्को पहेँलो ज्याकेट लाउने जर्सी लाउने जर्सी गएको जाउँ के त छोडिएन हामीसँग पनि ए दाजु गएको ल घर दाजु हजुर सर घर गयो ल हजुर हुन्छ घर गयो ल ए सँगै जाने हो सँगै जाने म त साइडको अरे ओ हेडफोन सेटफोन मेरो कहाँ गयो कसम साथीभाइहरू यति रमाइलो भयो कि कसम म त अझै खेल्नु मन लागिरहेको थियो तर के गर्नु टाइम छैन कि हामीसँग त्यही भएर हामी चाहिँ अब घर लाग्नु आएको होइन बाइकको चाबी मसँग छ त बुलेटको ओ हाम्रो बुलेट निकाल बुलेट हाम्रो स्पेसल बुलेट यहाँ छ ल साथीभाइहरू अब चाहिँ हामी यहीँ छ स्केटबोर्ड हाम्रो धरान भानुचोकको अलिक माथि होइन अब त्यति त मलाई थाहा छैन यहाँको नाम होइन अब हामी चाहिँ घर जाँदैछौँ होइन होइन